सबैजनालाई नमस्कार छ। पशुपतिको आँगन गोरखनाथ मन्दिरको छेउबाट र हामीहरू धेरै मन्दिरहरू जाँदाखेरि पक्कै हामी नेपालीहरूले देख्ने गरेकै छौँ। जस्तो कि कानमा ठुलो मुन्द्रा लगाएर अनि धेरैले जिज्ञासा पनि राख्नु भएको छ मलाई उहाँहरू को हुनुहुन्छ, उहाँको मतलब यो कुन खालको योग विधा हो भनेर धेरैले सोध्नु भएको पनि छ। मसँग उहाँ नै हुनुहुन्छ एकजना, उहाँसँगबाट म संवाद स्टार्ट गर्दैछु। नमस्कार। 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 हजुरको परिचय? योगी शिरीषनाथ। योगी शिरीषनाथ। हजुरले यहाँ नामबाट थाहा पाउनुभयो होला। अब योगी शिरीषनाथ हो, उहाँहरू गोरखनाथ, त्यहीँबाट आउँछ नाम गोरखनाथ, योगी शिरीषनाथ हो। यसरी नै जसो हजुरहरूले याद गर्नुभयो भने भारतको जुन निकै नै चर्चित मन्त्री आदित्यनाथ, उहाँको कानमा पनि हामीले देख्न सक्छौँ। यो एउटा छुट्टै खालको मतलब एउटा दर्शन हो। दर्शन छुट्टै नभनौँ, यो शिवबाटै आएको दर्शन हो, तर नेपालमा यसको गहिरो नै सम्बन्ध रहेको छ। यसको बारेमा सायद मलाई उहाँले केही भनिदिनुहुन्छ, प्रश्न पारिदिनुहुन्छ होला। मानव सभ्यताको प्रवर्तक आदिनाथबाट सुरु भयो। गोरखनाथका अनेक कोटि शिष्यहरू भए जो अजर अमर हुनुहुन्छ र नवनवटी कोटि छिटी भिर्टी भनिन्छ। 99 करोड गोरखनाथका राजा महाराजा शिष्यहरू रहे जो यस लोकमा अमर पद प्राप्त गरेर अजर अमर पदमा प्रसिद्धि छन्। त्यही परम्परामा यो आदिनाथ, गोरखनाथ र मुक्तिनाथ, बद्रीनाथ, केदारनाथ, सोमनाथ, रामेश्वरनाथ र पशुपतिनाथ र गोरखनाथ परम्परामा यो राष्ट्र गोरक्ष राष्ट्र रहेको परम्परा हो। अनि मलाई जहाँसम्म थाहा भएसम्म अहिले हजुरको नाम के भन्नुभयो? फेरि मैले योगी शिरीषनाथ। योगी शिरीषनाथ। तपाईँको पहिलोको यो नाम चाहिँ होइन, जन्मको नाम होइन। यो त हामीहरू जब गुरु महाराजबाट दीक्षित हुन्छौँ, गुरु महाराजद्वारा प्रदत्त नाम हो हामी। जब तपाईँहरू चाहिँ दीक्षित हुनुहुन्छ तब मात्र यो नाम लिनुहुन्छ। त्यसपछि जहाँसम्म मैले बुझेसम्म जुन हजुरको कानमा यो कुन्दा छ, यो पनि तपाईँ दीक्षित भएपछि मात्रै लगाउने गरिन्छ होइन? हो मतलब यो हामीहरू दीक्षित हुने परम्परामा धेरै बाटोहरू छन्। त्यसपछि यो हाम्रो जनेउ धारण गरिसके पहिले मतलब यो योगमाया ज्योत दर्शन गर्ने, त्यसपछि अरू साधना गर्दै गएर अनि जनेउ धारण गर्ने। उनको शैली सिङ्गी, शिरजटा, जोली, भगवा भेष, कानमा कुण्डल, भस्म लसे, शिवगोरख आदेश भन्ने छ। र त्यसपछि त्यो साधनाहरूबाट उत्तीर्ण हुँदै पछि यो कुण्डल दर्शन भनिन्छ। यो दर्शन धारण गर्ने परम्परा हामीहरूमा छ। अनि अर्को मैले थाहा पाएसम्म गोरखनाथको शिष्यहरूमा जुन गोरखनाथको मार्गमा, दर्शनको मार्गमा लाग्नुहुन्छ, प्रक्रियाको भनौँ न त एउटा अध्ययनको अथवा खोजको योगको प्रक्रियामा चाहिँ कालो कुकुरसँग विशेष सम्बन्ध देखियो। यसको केही हामीलाई प्रश्न पार्न मिल्छ? मतलब यो भैरव सम्बन्धीको प्रसङ्गहरू रहन्छन् र भैरवको सवार गर्ने सवारीमा गनिन्छ र त्यसो भएको हुनाले उसको पनि त्यसै त हामी सबै हिन्दूहरू जस्तै यो तिहार आदिमा सबै प्रकृतिको पूजन गर्ने, गाईको पूजन गर्ने, कुकुरको, कागको आदि सबैको पूजन गर्ने हाम्रो जुन परम्परा छ त्यसमा एउटा वैज्ञानिकता छ। त्यसरी हामीले सबै प्रकृति
को पूजा गर्ने र त्यसलाई प्रकृति रहे हामी रहन्छौँ भन्ने हाम्रो परम्परा हो। त्यसै अनुसार हाम्रो यो कुकुरको पनि पूजा गर्ने चलन रहिआएको छ। अनि त्यस्तै एउटा कुण्डनको कुरा भयो, अर्को भर्खरै हामीले कुकुरको कुरा गऱ्यौँ, अनि त्यसपछि आएर फेरि एउटा माला पनि लगाउनुहुन्छ नि, उनीको माला है, विशेष गरी हजुरहरूले जुन दीक्षित भएपछि। त्यो मैले पहिले भनिसकेँ। हाम्रो मतलब यो उनको जन्यु भन्छ, अनि त्यो जन्यु हामीले धारण गर्ने चलन छ। उनको जनै त्यसलाई देखाउनु मिल्छ हजुरले यसरी हामीलाई क्यामेरामा? यो हाम्रो उनको जन्यु हो हजुर। यसमा एक सरामा 8 यो धागो हुन्छ। त्यसमा त विधिपूर्वक मन्त्रपूर्वक यसलाई बुन्ने चलन छ र यसरी यो 12/8/96 हातको यो मतलब यो उनको जन्युमा चाहिँ हुन्छ। अनि यसलाई हामी पवित्री भन्छौँ, यो जुन गोलो छ, र यसलाई हामी नाडी भन्छौँ। अनि यो हाम्रो 3वटा चिन्हहरू छन्। यो ब्रह्मा विष्णु महेशको प्रतीकको रूपमा हामीले धारण गरेको हुन्छ। हो त, यो साह्रै यो भनौँ न, जहाँसम्म मैले बुझेसम्म चाहिँ जुन यो गोरखनाथको दर्शनबाट दीक्षितहरू जुन शिष्यहरू हुनुहुन्छ, जस्तो हजुर योगी शिरीषनाथ हुनुभयो, त्यस्तो धेरै जसोहरू चाहिँ बाहिर मिडियामा आउन नचाहने अथवा चाहिँ आफ्नो धेरै ज्ञान योग पाएपछि त्यसलाई आफ्नो हिसाबले प्र्याक्टिस गर्ने देखिन्छ होइन? मतलब त्यो त सबै यदि यो अभ्यासीहरू निश्चित रूपका अभ्यासीहरू हो भने मतलब यसमा बाहिर प्रचारमा आएर त्यसको लाभ हुँदैन, हामीलाई हानि नै हुन्छ। अनि हामी मतलब आन्तरिक र त्यसरी प्रचारमा नआएर अभ्यास गर्नु यो योग अभ्यासीहरूको लागि सबभन्दा उपयुक्त बाटो हो। त्यही त, जुन गोरखनाथको दर्शन छ त्यो चाहिँ त योग भनौँ न, हठ योगमा केन्द्रित छ नि होइन? जुन आध्यात्म हठ योगमा केन्द्रित छ, त्यसो भएको हुनाले पनि अब एउटा यो प्राकृतिक रूपमा शुद्धता त्यो कायम गरेर, अनि त्यसपछि अर्को कुरा मैले गोरखनाथको दर्शन अध्ययन गर्दै जाँदाखेरि थाहा पाएको समताको दर्शन होइन, जहाँ भनौँ न कुनै जाति कुनै भनौँ न नरहेर एउटा सबै समान हो भन्ने किसिमको एउटा साम्यवाद दर्शन पनि मैले पाएँ। हो, यो मतलब हामी स्त्री पुरुष अरू कुनै पनि अहिले जाति विशेषको गणना नगरिन्छ, त्यस्तो छैन। त्यो सबैलाई समान रूपले यो हेर्ने र त्यो व्यवहार गर्ने हाम्रो चलन रहन्छ। त्यस्तो हाम्रो सिद्धान्त। अलिकति हामीलाई हजुरको बारेमा बताइदिनुहोस् न, जस्तो कि हजुर अब यो गोरखनाथको दर्शनको पहिला कसरी थाहा पाउनुभयो, हजुरको घर कहाँ, र अनि त्यसपछि यो दर्शनमा लागेपछि तपाईँको जीवन कसरी परिवर्तन भयो र अहिले कहाँ के, हामीलाई थोरै प्रश्न पारिदिनु मिल्छ? यस्तो खास त्यस्तो किसिमको विशेष उपलब्धता नभएका कारणले यी सबै कुराहरू गर्न चाहिँ उपयुक्त लाग्दैन। त्यसरी त म योगी नरहरि नाथजीको सत्सङ्गमा आउने सौभाग्य प्राप्त भयो र उहाँद्वारा नै हामीलाई शिक्षा दीक्षा दिने र हामीले आफ्नो गतिमती अनुसार यथाशक्ति आफैले त्यस्तो उहाँहरूको आदेश अनुसार गर्ने गरेको छ। भनेपछि हजुर पछिल्लो जीवनको उत्तरार्धमा आउनुभयो कि सुरुबाट यङ अवस्थादेखि नै सुरु गर्नु? म सायद यो मैले कुन अवस्थादेखि आयो भने त्यो निश्चित छैन, तर म सायद मेरो अन्दाजमा 20-22 वर्षको अवस्थादेखि नै योगीजीको सत्सङ्गमा। यो त धेरै अघि भयो त, 20-22 वर्ष। हजुर अहिले कति हुनुभयो उमेरले, तपाईँ एउटा अनुमान? त्यस्तै 70-75 को 75 वर्षको हुनुभयो, तर 20-22 वर्षदेखि नै यो दर्शनमा हुनुहुन्छ तपाईँ। यो अनि मैले जहाँसम्म इतिहासलाई अध्ययन गर्दाखेरि गोरखनाथको चाहिँ नेपालसँगको सम्बन्ध चाहिँ निकै नै गहिरो पाइयो। जस्तो कि पहिलो कुरा त तपाईँको गोर्खामा ध्यान गर्नुभएको, योग गर्नुभएको होइन,
उहाँको गुफा नै रहेको र गोर्खा जिल्लाको नाम नै गोरखनाथबाट रहन गएको। अनि अर्को कुरा थाहा भयो जहाँसम्म चाहिँ गोर्खाली हाम्रो वीर सेना जुन गोर्खाली भन्छौँ हामीहरू होइन, जो संसारभरि नै अहिले पपुलर हुनुहुन्छ, उहाँहरूको त गोर्खाली नाम पनि गोरखनाथबाटै आएको हो भन्ने कुरा आयो होइन। अब यो स्पष्ट कुरा हो, मतलब यो राष्ट्र नै गोरक्षक राष्ट्र हो। गोरखनाथको वरदानबाट प्राप्त भएको राष्ट्र हो। त्यही यहाँले भने जस्तै गोर्खामा गोरखनाथ प्रकट भएर पृथ्वीनारायण शाहलाई दधी घर दिएको प्रसङ्ग छ र उहाँ पृथ्वीनारायण शाह 6 वर्षको अवस्थामा खेल्दै उसमा गोरख गुफामा पुगेपछि अनि गोरखनाथले जाऊ मुवासँग दही मागेर ल्याऊ भनेर पठाउनु भयो र दही उनले पृथ्वीनारायण शाहले मुवासँग गएर मुवा जोगीले दही मागेको छ भनेर भनेपछि उहाँले चाहिँ मुवाले दही दिएर पठाउनु भएर जाऊ जोगीले जे भन्छ मान भनेर पठाउनु भएको अवस्था हो। र 1 मुठी 2 मुठी जे दही हो त्यो दही कुनै पात्रमा हामीलाई त्यो काठको सानो ठेकी हुन्छ त्यस्तो पात्रमा पठाएको दहीलाई लिएर आएपछि अनि एउटा क्यामुना को वृक्ष छ जसलाई हामीलाई यो रुगाखोकी आदिको लागि पनि औषधिको काम गर्छ। त्यो क्यामुनाको पात योभन्दा ठुलो हुँदैन, त्यो क्यामुनाको पातको एउटा खोचा बनाएर अनि त्यो खोचामा त्यो दही गोरखनाथले त्यो दही खोचामा खनाउनु भयो, सोली पनि भनिन्छ त्यस एउटा पात्र बनाएर अनि त्यो दही खनाएपछि त्यो सानो पात्रमा यो पातको क्यामुनाको पातमा मतलब 1 मुठी दहीले त्यो भरिने हो। तर त्यहाँ 1 मुठी मात्रै दही पठाइएको थिएन, 2 मुठी 4 मुठी दही पठाइएको छ र त्यो दही त्यो पात्रमा खन्याउँदा अझै नभरी छ, मतलब अरू दही भए पनि त्यो पात्रमा सोलीमा खोचामा आउन सक्छ र त्यो दही गोरखनाथले आफैले खानुभयो अनि खाएर त्यही पात्रमा फेरि त्यसलाई ओकल्नु भयो, ओकलेर अनि पृथ्वीनारायण शाहलाई खान भन्नुभयो र त्यो दही पृथ्वीनारायण शाहले जुठो सम्झेर खान चाहनु भएन। तर त्यो जुठो थिएन, त्यो मन्त्र गरिएको थियो र यो मन्त्र गरिएको वस्तु बेकार जान दिनु हुँदैन भनेर अनि गोरखनाथले पृथ्वीनारायण शाहलाई समातेर फेरि खुवाउन खोज्दा पृथ्वीनारायण शाहले फेरि पनि त्यो ढकलेपछि अनि त्यो दही पोखिएर अनि उनको पृथ्वीनारायण शाहको पाउमा पर्यो। यदि पृथ्वीनारायण शाहले दही खाइदिएको भए उहाँले वाणीद्वारा नै विश्व सम्राट बन्ने थियो, तर दही नखाएको कारणले उहाँको तिम्रो पाउ जहाँ जहाँ पर्नेछ त्यो तिम्रो राज्य हुनेछ भनेर आशीर्वाद खाएको भए वाणीद्वारा विश्व नै उनको सबैलाई एक उसमा कुटुम्बमा ल्याउन सक्ने क्षमता हुन्थ्यो, त्यो नखाएका कारणले त्यस्तो भएको प्रश्न। फेरि म तपाईँको व्यक्तिगत जीवनमै आउन चाहेँ। जस्तो कि व्यक्तिगत जीवन नभनौँ, एउटा जस्तो जुन समग्र समुदाय जुन यो नाथ समुदाय छ, नाथ समुदायमा जस्तो तपाईँहरू दीक्षित भइसकेपछि त जस्तो एउटा सांसारिक जीवनमा बस्नुहुन्न होइन, जस्तो कि बिहा गर्ने बच्चा पाउने यो खालको जीवनमा बस्नुहुन्न होइन। यो 2 प्रकारको छ, हाम्रो गृहस्थ आश्रम पनि छ र मतलब ब्रह्मचारी अवस्थामा पनि रहने त्यस्तो प्रकारको छ। गृहस्थ आश्रमवाला पनि हुन्छ। हजुर चाहिँ ब्रह्मचारी हो। अनि तपाईँ बसाइ चाहिँ मुख्य 2टा मन्दिर पाएँ मैले गोरखनाथको नेपालमा होइन, ठुलो एउटा गोर्खा भइहाल्यो, त्यसमा कुनै डाउटै भएन, त्यसपछि यहाँनिर पशुपतिमा आएर हो त्यो छ र हाम्रो मतलब उसमा दाङमा पनि चौगरामा सिद्ध रतननाथको मठ छ अनि जुम्लामा चन्दननाथ भैरवनाथको मठ छ। त्यो नाथहरू अरूमा यहाँ हाम्रो काष्ठमण्डपमा गोरखनाथको छ, यहाँ इन्द्रचोकमा पनि गोरखनाथको मन्दिर छ र अन्यत्र पनि धेरै ठाउँमा गोरखनाथका वरि छन्। हाम्रो यो उसमा पोखरा पचभैयामा पनि र हाम्रो यो म्याग्दीको जलेश्वर भनिन्छ, गलेश्वरदेखि माथि 2 घन्टा अगाडि
पोखरे बगरमा त्यहाँ जलेश्वर त्यो जल एउटा कुण्डमा जल छ, त्यो जल कहिले पनि नसुक्ने जलेश्वर नाम, अनि त्यहाँ पनि नाथहरूको अखरा छ र यस्तै अन्यत्र पनि यी कुराहरू नाथका मतलब गोरखनाथका मन्दिरहरू धेरै ठाउँमा त्यस्तो छन्। अहिले पनि साह्रै नै हामीलाई भनौँ न यो कुरालाई मलाई पनि आफूले सधैँ खड्किरहेको कुरा, जस्तो कि हामी नेपालीहरू सधैँ मन्दिर त जान्छौँ, तर हजुरहरूको जुन यो आभूषण देखेर कति मान्छे बोल्न डराउने, कति मान्छे भनौँ न के हो भन्ने जिज्ञासा मनमै राखिराख्ने सायद यो कुरालाई धेरैलाई प्रश्न पार्छ। यो कुरा अझ विशेष गरी भनौँ न एउटा हाम्रो नेपालसँगै जोडिएको सम्बन्धित हामी अहिले कति धेरै धर्मका अरूको पछाडि लागिरहेछौँ, तर भनौँ न यो झन् हाम्रै माटोको दर्शन, हाम्रै देशको लागि दर्शन, हाम्रो देशसँग जोडिएको इतिहाससँग, संस्कृतिसँग, भाषासँग, हरेक कुरासँग जोडिएको दर्शन हो भनौँ न त्यो हिसाबले। तर तपाईँहरू प्रचारमा आउन नजाने भएर धेरै मान्छेहरू यसको पछि नलागेको देखियो होइन भनौँ न, कम्पेयर गर्दा चाहिँ एउटा कम्पेरिटिभली हेर्दा चाहिँ त्यो दुवै कुरा हो। मतलब यसमा जस्तो हामीमा तपस्या कति छ त तपस्याको उसले निर्भर पर्ने हो मान्छे आउने नआउने। त्यो जुन शक्तिको कुरा गरिन्छ, सिद्धिको कुरा गरिन्छ होइन, त्यो सिद्धि हामीमा छ कि छैन, मैले कति तपस्या गरेको छु, ममा के सिद्धि छ कि छैन भन्ने कुराहरूमा पनि निर्भर गर्छ। तर गोरखनाथ भनेको तपाईँको विश्व शासकको विश्व शासन व्यवस्थाका देवता। यहाँ यो जुन हामी यस ठाउँमा कुरा गरिरहेको छौँ, यहाँ मृगस्थली पुण्य भालम नेपाल मण्डले यत्र गोरक्षनाथेन मेघमाला शनिकृष्टा भन्छ। यसै ठाउँमा यो वट वृक्षको तल गोरक्षनाथले यहाँको त्यो बेलाको यो नेपाल भन्ने काठमाडौँ उपत्यकालाई जो त्यहाँ त्रिशुलीदेखि पूर्व र लम्बेश्वरदेखि पश्चिम यो सिमानाभित्रका लाई नेपाल भन्ने चलन थियो र त्यो नेपालका मानिसहरूमा केही आध्यात्मिकताको कम भएका कारणले उसले गोरखनाथले त्यो अघि हामीले कुरा गर्दै जाँदाखेरि पृथ्वीनारायण शाह, द्रव्य शाह, राम शाह आदिलाई वरदान दिएको, शासकहरूलाई वरदान दिएको प्रसङ्ग पनि छ। र त्यस्तै यहाँका त्यो बेलामा यो अहिलेको जस्तो राष्ट्रमा जुन अराजकता फैलिरहेको छ, अराजकता फैलिएको अवस्थामा गोरखनाथले यहाँको यो काठमाडौँ उपत्यकाको यो नेपालको जनतालाई दण्ड दिन भनेर 12 वर्षसम्म एक आसनमा बसेको अवस्था हो र यसको छुट्टै इतिहास छ। मच्छिन्द्रनाथको जात्रासँग पनि जोडिएर हेरिन्छ अवश्यमै हो, यही नै यसको प्रसङ्ग हो। र 12 वर्ष यहाँ गोरखनाथले अघि भनेका श्लोक अनुसार मृगस्थली पुण्य भालम नेपाल मण्डले यत्र गोरक्षनाथेन मेघमाला शनिकृता भनेको मेघमाला जो वर्षा गर्ने नाग देवतालाई आफ्नो आसनमा कसेर बसेपछि 12 वर्षसम्म एउटै आसनमा बसेको अहिले हाम्रो यहाँ गोरखनाथको जुन मूर्ति देखिरहेका छौँ त्यस्तै किसिमको अवस्थामा यहाँ बसेपछि अनि यो यहाँ चाहिँ 12 वर्षसम्म खरेरी परेर अनि यस्तो अवस्था भएपछि अनि नरेन्द्रदेव मल्ल राजाको समयको घटनाक्रम र राजाले राजसभा बोलाएर सभा गरेपछि हाम्रो राष्ट्रमा यस्तो राज्यमा यस्तो अनिष्ट किन भइराखेको छ भनी शोधनी गर्दा बन्धुदत्त आचार्य आदि तान्त्रिक विद्याका ज्ञाताहरूले बागमतीको किनारमा एउटा जोगी बसेको छ, जहिलेसम्म त्यो जोगी उठ्दैन तबसम्म यस्तो अवस्था भइरहन्छ भन्ने प्रश्न उत्तर भएपछि अनि के गर्ने त एउटा जोगीलाई शासकहरूले सैनिक र प्रहरी लगाएर पनि एउटा जोगीलाई उठाउन सकिन्थ्यो, तर त्यसो गर्दा अरू अनिष्ट हुन सक्छ भनेर अनि के छ त उपाय, त्यसको केही उपाय सोच्नुपर्छ भनेर अब के गर्ने र उहाँको गुरु गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई बाजागाजासहित स्वागत सत्कार गरेर यहाँ ल्याएमा
गोरखनाथले गुरुको दर्शन गर्न उठ्नुपर्छ र त्यही विधि अपनाएर मत्स्येन्द्रनाथजीलाई यहाँ ल्याएपछि अनि गोरखनाथलाई उठ्नु कर लाग्यो, गोरखनाथले गुरुको दर्शन गर्न उठ्नु कर लाग्यो र यहाँ सुवृष्टि भयो र अहिले पनि मत्स्येन्द्रनाथलाई यहाँका जनताले सहकालका देवता भनिन्छ, किनकि उहाँ आएपछि यहाँ सुवृष्टि भयो, सबै अन्नबाली फलफुल सबैको लागि राम्रो भयो, घाँसपातको लागि सबै रुख वृक्षको लागि सबैको लागि कल्याणकारी काम भएको हुनाले सहकालका देवता भनेर अहिले पनि मत्स्येन्द्रनाथको भोटो जात्रा देखाउने जुन परम्परा छ त्यही परम्परा नै हो। र पछिल्लो वर्ष चिरीबाबुले त्यो रथ बनाउन मात्रै 44 लाख लाग्यो भनेर हामीले समाचारमा सुन्न आएका थियौँ। त्यसको अतिरिक्त जात्रा मात्रामा जो खर्च हुन्छ त्यो छुट्टै खर्च छ र रथ बनाउन मात्रै हामीले मतलब त्यो 44 लाख लागेको र त्यो धर्म संस्कृति सभ्यता परम्परा अहिले पनि अटल रूपमा चलिआएको छ र यही परम्परा चलिरहनुपर्छ र जबसम्म विश्वका शासकहरूले गोरखनाथलाई जान्दैनन्, उहाँहरूले निर्विघ्नतापूर्वक उहाँहरूको शासन चल्न सक्दैन। यदि त्यो शासन निर्विघ्नतापूर्वक चल्नको लागि शासकले गोरखनाथलाई जान्नु बुझ्नु अनिवार्य देखिन्छ। अब साँझ पनि बस्ने ट्राई गर्छु। तपाईँहरूको जुन पूजा हुन्छ नि साँझको आरती त्यो पनि एकदम विशेष फरक खालको हुन्छ नि है? फरक खालको भनेको हाम्रो यो हामीहरू गोर्खाली भनेको तपाईँको प्रत्येक बच्चादेखि लिएर बुढा 100-150 वर्षका बुढाबुढी पनि हामीहरू के भन्छौँ भन्दा सैनिक हो, गोर्खाली सैनिक हो, प्रहरी हो भनेको हामी स्वावलम्बी मान्छे हो। कसैलाई चाहिँ हात थापेर खाने र माग्ने जाति हामीहरू होइन। हामीले आफ्नै कर्म गरेर आफैले चाहिँ आफ्नो भरमा रहेर आफ्नो कर्म आफै गरेर खाने, चाहे बच्चा हो चाहे मतलब 100-150 वर्षका बुढाबुढी हुन्, त्यो परम्परा हो, त्यो शिक्षा दीक्षा हो। तर त्यो शिक्षा दीक्षा अहिले नभएका कारणले हामी अलमलमा परेको, कसले डेला र कसले डेला र हामीले खाउँला भन्ने जुन यो चिन्तनको सोचको शिक्षा दीक्षा भएको छ त्यसले राष्ट्रलाई खाल्टोमा लगिरहेछ, खाल्टोमा हालिराखेको छ। यो शिक्षा यो अहिलेको जुन शिक्षा छ यो शिक्षा यो मानव बनाउने होइन, अमानव बनाउने संयमताको शिक्षा होइन, असंयमताको शिक्षा अहिले हामीले पाइराखेको र हामीहरू युवा अवस्थामा के गर्ने भन्ने त्यो हामीले शिक्षा दीक्षा लिएपछि डिग्री र मास्टर गरेपछि अनि के गर्ने भन्ने अलमलमा पर्ने। त्यो मास्टर गर्नु डिग्री गर्नुको अर्थ हो हामीले आफ्नो बुद्धि लगाएर आफ्नो शिक्षा दीक्षाद्वारा आफै मालिक कसरी बन्ने, आफै स्वावलम्बी कसरी हुने, हामी आफ्नै राष्ट्रमा आफ्नै माटोमा आफ्नै भूमिमा आफ्नै आमा बाबुको दिदीबहिनीको नाता कुटुम्बको साथमा कसरी रमाउने भन्ने शिक्षा छैन। अहिले हामीलाई अराष्ट्रिय शिक्षा दिएर अराष्ट्रिय हामीहरू यो राष्ट्र सम्बन्धी हामीलाई कुनै प्रकारको सोच नआउने त्यस्तो किसिमको शिक्षा हामीलाई दिइराखेको रहेछ र हामीलाई सबै यो राष्ट्रबाट बहिष्कृत गरिराखेको छ। नजानिदो तरिकाले हामी चाहिँ के भन्छन् अराष्ट्रिय बनिराखेको छौँ। राष्ट्रमा बसेर हामी राष्ट्रियताको र आफ्नो कुरा हामीले जान्दैनौँ। हामी नेपाली भएर नेपाल भन्न हामीलाई लाज मान्नुको कुरा छ। त्यस्तो किसिमको शिक्षा दीक्षा र गोरखनाथ पद्धतिको जो सैनिकी शिक्षा हो, जो प्रहरी शिक्षा हो, त्यो शिक्षा नभएका कारणले हामीहरू अर्काका पिछल्गु भनेर हिँडिरहेको अवस्था छ र हामी वास्तवमा हामी हो भने स्वाभिमानपूर्वक गोर्खालीहरू यो विश्वमा कसैले गोर्खालीले शिर झुकाउन जानेको छैन। त्यस्तो किसिमको शिक्षा दीक्षा स्वाभिमानपूर्वक हामीले आफूलाई बाँच्ने शिक्षा र जान्नुपर्छ। त्यस्तो प्रकारको शिक्षा दीक्षा हुनुपर्छ। तर शासकले त्यस्तो गर्न सकिरहेको छैन। शासक एकदम धूर्त भइराखेको छ, जसले हामीलाई
बहिरागत विदेश पलायन गराइराखेको छ। हाम्रो एकजना भाइ बहिनी पनि यहाँ बस्न चाहँदैनन्। त्यो शिक्षा दीक्षाको कारणले हामीहरू यस्तो भएको हो। र त्यो शिक्षा दीक्षा जबसम्म हुँदैन हामी रहँदैनौँ, हामी छैनौँ। तर नेपालमा बस्यो भने हामी नेपाली होइनौँ, किनकि त्यो बस्ने खाने पिउने उठ्ने बस्ने बोलीचाली सबै हामी बाहिरका अर्काका गरिराखेका छौँ, अर्का परनिर्भर भइराखेका छौँ। त्यो गुलामी परम्परा हामी स्वाभिमानी गोर्खाली गुलामी परम्परामा हामी भइराखेको र त्यसैलाई प्राथमिकता दिने। शिक्षकहरूले पनि नेपाली बोल्यो भने उसलाई चुट्ने पिट्ने र दण्ड समेत गर्ने त्यस्ता कुराहरू हाम्रो साथमा आइराखेको छ। यो राष्ट्रियता आफ्नो भाषा बोल्न नपाइने, नेपाली शिक्षा लिन नपाइने यस्तो राष्ट्रमा पनि हामी नेपाली हौँ, गोर्खाली हौँ भनेर हामीले कसरी स्वाभिमान हुन सक्छौँ? हामीलाई यो एकदम खतरा अवस्थाको एकदम सङ्कट अवस्थामा हामी छौँ। यो राष्ट्र सङ्कट अवस्थामा छ र यो शासकले कहिले पनि जान्दैन अर्काका गुलामी गर्ने र हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई विदेश पलायन गराउने त्यो परम्परा कसले सुरु गर्यो, किन गरियो भन्ने कुरा खोज्नुपर्ने अवस्था छ। हामीले दियो बालेर बत्ती बालेर खोज्नुपर्ने अवस्था आइसकेको छ। हामी मतलब आफ्नो राष्ट्रमा बसी गुलामी भएको अवस्था छ। हामी यसलाई जान्न र यसलाई कसरी परिवर्तन गर्ने भन्ने हाम्रो युवतीहरूले देश विदेशमा बसेका भाइ बहिनीहरूले जान्नुपर्छ र सिक्नुपर्छ। यहाँ बस्ने बुवा आमाहरूले पनि जान्नुपर्छ। शिक्षा त्यस्तो किसिमको शिक्षा हुनुपर्छ र आफै स्वाभिमानपूर्वक बाँच्न जान्नुपर्छ। त्यो शिक्षा दीक्षा छैन। यहाँनिर योगी नरहरिनाथको उहाँकोमा डेडिकेटेड लाइब्रेरी पनि छ। उहाँको समाधि पनि यहाँ पाउन सकिन्छ है। उहाँको समाधिमा लाने कोसिस गर्छु म। अब यहाँबाट भित्र जाने कोसिस गरौँ है त। यहाँनिर धुनीको विशेष प्रचलन हुन्छ। उसमा धुनी लगाउने गुरुहरूमा विशेष धुनीको प्रचलन हुन्छ। यहाँ देख्न सकिन्छ धुनी नाच प्रथामा। र बेलुका यहीँनिर चाहिँ तपाईँको आरती भनौँ न, तल पशुपतिमा आरती हुने समयमा यहाँ पनि आरती हुन्छ। यहाँनिर चाहिँ तपाईँको योगी नरहरिनाथको समाधि स्थल रहेको छ। कुरा गरे जस्तै यहाँनिर चाहिँ हामी देख्न सक्छौँ योगी नरहरिनाथको समाधि स्थल। यो चाहिँ यो फेरि विशेष फरक खालको ट्रेडिसन छ। यो समाधिको पनि तपाईँको गोरख जुन यो नाथ प्रथा सम्प्रदायमा र यो उहाँको समाधि स्थल योगी नरहरिनाथको समाधि स्थल पशुपति क्षेत्रमा पछाडिपट्टि आउन सकिन्छ। गोरखनाथ के बारेमा बताइए। गोरक्षानाथ, जब धरती में बहुत मार काट जीव जंतुओं की होने लगी, मनुष्य ही जानवर, जैसे अभी जानवर बन गए हैं हम लोग, ठीक उसी प्रकार से जानवर बन चुके थे मनुष्य। तो गोरखनाथ का समझ लो ये ड्यूटी थी। तो करता कौन? गोरखनाथ धरती फाड़ के आए थे, शिव जी हैं वो। कौन है गोरखनाथ? गौ की रक्षा के लिए धरती में आए थे। गोबर जहाँ फेंकी जाती थी उस जगह से उनको मिले थे और गो रक्षा ही उनकी ड्यूटी थी, समझ लो। क्योंकि गो नहीं रक्षा करोगे तो धरती की रक्षा नहीं होगी। जब धरती में जहर भरी होती है तो गुरु महाराज यहाँ पे गौ भेजते हैं। गौ आके पहले धरती को सफा करता है, फिर जीवों की सृष्टि होती है। गौ वो चीज़ है, ऐसे नहीं है हिंदू धर्म इसको पूजते। दूसरा, ऐसा बंद किया था उन्होंने मांस कि वो एक बार काली मंदिर पहुँच गए कलकत्ता, और वहाँ मांसू ही हजारों काटते हैं बकरे। गोरखनाथ गया बकरे काटने बंद। कैसे? सुनो, गोरखनाथ गया, ब्राह्मण को कहा, हे ब्राह्मण देवता मुझे प्रसाद चाहिए। तो ब्राह्मण के हाथ में ही था मांसू का टुकड़ा।
तो कहता नहीं नहीं नहीं, तू ब्राह्मण तू जा माँ के पास, काली के पास, सामने जाके बोल गोरख आया प्रसाद मांग रहा है। गोरक्षा आया मतलब गोरख नाम मत लो यहाँ पे, गोरक्षा आया प्रसाद मांग रहा है। तो कहते हुआ कई 50-20 हाड़ा मासू का भरा हुआ था, सब खिचड़ी में बदल गए थे, और वो जो हाथ में ब्राह्मण के मासू थे वो भी खिचड़ी में बदल दिया था गोरखनाथ ने। तो बताओ इतना कुछ गोरखनाथ ने किया, फिर भी हम लोग मासूओं को काटने दे रहे हैं उसी काली के आगे। ये गोरखनाथ बंद करके गया है, प्रूव है, अभी भी ढूंढोगे तो कलकत्ता जाके पूछ लो, काली घाट में स्वयं शिव है गोरखनाथ। तपाईँ कहाँबाट आउनु भन्नुभयो? म नेपालगञ्जबाट भनौँ। अनि अब यो दीक्षित हुन त टाइम लाग्छ नि त, दीक्षित भए बित्तै फेरि त मतलब दीक्षितको सिलसिलामा हो कि कस्तो तपाईँ चाहिँ? अब अब हामी त त्यतिकै सेवा गरेर अहिले चाहिँ। हजुर, सेवक भनौँ। अब अनि कति वर्षदेखि तपाईँ? मलाई यहाँ भएको 1.5-2 वर्ष भयो। आउने जाने क्रम घरतिर आउने जाने त गर्नुहुन्छ। अनि भने पहिलो पटक चाहिँ गोरखनाथको इन्ट्रोड्युस कसरी हुनुभयो? दर्शन, गोरखनाथको दर्शनको बारेमा चाहिँ कसरी थाहा पाउनु? गोरखनाथको बारेमा अब बुझ्ने भने त अब धेरै छ कुराहरू। होइन, तपाईँ आफ्नो विशेष, तपाईँ आफू व्यक्ति विशेषले गोरखनाथ, अब गोरखनाथ भनेको अब गोरक्ष भनेको त्यही आफ्नो पञ्च इन्द्रियहरूको होइन, पञ्च इन्द्रियहरूलाई बसमा ल्याउनु नै गोरक्ष हो एक हिसाबले होइन। स्वयं चाहिने अब होइन, आफ्नो अब सबै आफैभित्र छ त्योहरू होइन। यसको दर्शन त धेरै गहिरो छ होइन, अब सदियौँको होइन त भन्दैन, फेरि धेरै नेपालसँग त फेरि विशेष गहिरो सम्बन्ध छ नि त होइन। गहिरो सम्बन्ध छ र मूल अब गोरखनाथको मूल घर पनि हो होइन। अनि गोरखनाथको बारेमा अब राजाहरू प्रजाहरूदेखि लिएर पहिला होइन सबैले मानिआएको एउटा महात्मा हुन् होइन। प्रजाहरू त अब होइन उहाँले झोलीमा बोकेर नै हिँड्नु भएको थियो। अब 79 करोड राजा बनाउँदा होइन, अब कतिको जिज्ञासा लाग्ला कि आफू किन्न भने होला, जोगी किन्नु भयो होला होइन, राजा त्यत्रो बनाएर भनेर। तर त्यही हो, उहाँ एउटा सिद्ध गुरु महात्मा होइन, सिद्ध महात्मा। तपाईँ कति वर्षको हुनुहुन्थ्यो? म भर्खर 27-28 वर्ष भयो। 27-28 वर्ष। तपाईँ अब जस्तो कि यो ए हो बाहिर विदेश बाहिर जानुपर्छ, अब यहाँ सेवा गऱ्यो होइन। अब पहिला पश्चिम कताबाट? मेरो नेपालगञ्ज कोलपुर हो। नै तर दाङमा पनि त फेरि छ नि गोरखनाथको मन्दिर होइन? दाङमा छ, पोखरामा धेरै ठाउँ 129 ठाउँमा होम गर्नु भएको छ। हजुर, त्यही भएर अब 129 ठाउँमा होम गरेको छ विश्वमा। अब धेरै ठाउँहरूमा छ, जसमध्ये अब त्यो अहिले हाम्रो हिम्मत मानस खण्डको चाहिने पुराणको चाहिने कार्यक्रमहरू पनि 64 ज्योतिर्लिङ्गमै चलिरहेको छ। भर्खर 6 उहाँमा पुग्नु भएको छ यता बनेपा। त्यो हो अब पहिलाको अब नेपाल भनेको नै त्यही रहेछ क्या, 34 ज्योतिर्लिङ्ग त्यसलाई नै नेपाल हुँदो रहेछ। त्यसको फेरि पुनः अब कयौँ वर्षदेखि हाम्रो बेग्रनाथ महाराजदेखि लिएर सबै महाराजहरू एकमुष्ट भएर अब त्यो कार्यक्रमहरू चलाइराख्नु भएको छ। 5-5 दिनको हुन्छ। त्यसो तपाईँको जस्तो कि जुन अब नर्मली एउटा ट्रेडिसन देखिन्छ नि, दीक्षित भएपछि अब कपडा लगाएर कानमा उस्तो लगाएर भेषमा त्यस्तो योजना छैन? त्यो त अब त्यो हामीले भन्न सकिन्न होइन। त्यो भनेको उहाँकै अब भाग्यको खेल पनि हो होइन, कर्मको हो। तर सेवा गर्नु भगवान्लाई अब त्यो नै ठुलो। त्योभन्दा पनि तपाईँको उसको फिलोसफीमै, तपाईँको गोरखनाथको फिलोसफीमै त्यो सेवा भाव पनि आउँछ नि त होइन? तपाईँको योग भनेको मेन रहेछ भन्ने बुझिन्छ त। यहाँ मात्रै होइन कि मानव होइन, मान्छेले जन्मिसकेपछि कर्म इन्द्रियहरू नचलाइकन मानव जीवनै चाहिने चल्न र सम्भवै छैन भन्ने बुझ्नुपर्छ। त्यही हो। हस्, धन्यवाद। बाराबंकी से यूपी से आए हुए, तो आपको मतलब गोरखनाथ के बारे में क्या पता है? सर पहली बार हम आए, हम लोग सुने हैं नाम काफ़ी यहाँ का। आपको गोरखपुर मालूम है ना? गोरखपुर इंडिया का बिल्कुल। गोरखपुर का नाम भी गोरखनाथ से ही है। जी हाँ, गोरखनाथ से आए, तो ये गोरखनाथ का ही मंदिर है। जी भोलेनाथ पशुपति नाम। तो गोरखनाथ के बारे में तो मालूम है, बहुत काफ़ी मालूम है। नाम पूछने गए नहीं अभी हमारे यहाँ से बहुत काफ़ी दूरी पे है। काफ़ी दूरी पे। दूसरी बात, आपकी जो मंत्री है ना योगेंद्र आदिनाथ, वहीं के ये नाथ प्रसाद वही मठाधीश थे।
अभी पशुपतिनाथ आके कैसे लगा? अच्छा लगा, बहुत बहुत अच्छा बढ़िया लगा, लगा। बहुत आके कब यहाँ आए? से आप पहली बार हम आए, 1 घंटा हो गया आए। अभी पहुंच ही रहे हैं, बस रास्ते में है। बहुत ही अच्छा अब है। कितने दिन मतलब इधर अभी रुकने का प्लान? 2 डे का प्लान है। सिर्फ 2 डे का जी। ओके, ठीक है। मस्त रहिए, सब दर्शन करिए, बिल्कुल जाइए, माता के मंदिर है। र गोरखनाथ मन्दिरको छेउमा तपाईँको माता मनोकामना देवीको मन्दिर पनि रहेको छ है। हामी देख्न सक्छौँ यहाँनिर माता मनोकामना देवीको मन्दिर, सिंह पनि देख्न सकिन्छ। र यो रह्यो तपाईँको चाहिने साढे गोरखनाथको दर्शन गहिरो छ है। बुवा कहाँदेखि आउनुभयो त? चाबेल हजुर ए चाबेलबाट आउनुभयो। हो अनि बुवाले पहिलोपटक गोरखनाथको बारेमा कहिले थाहा पाउनुभयो? यो गोरखनाथको बारेमा सुन्दै आध्यात्मिकताको आधारमा सुन्दै बुझ्दै त पाइयो, तर गौड गरेर विषय गर्न चाहिँ पाएको छैन है। अनि अब मोटामोटी मैले आफूले हेर्दाखेरि यहाँ लेख आउँदाखेरि यसो पुरानो म पनि यहाँ विशेष गरी बिहान मर्निङ वाक आउँछु, कति मान्छेहरू झुक्किनुहुन्छ कि यहाँनिर, उहाँ कुरा गर्नु पनि डराउनुहुन्छ त, कानमा ठुल्ठुलो मुन्डन देखेर होइन के गरेर, अनि त्यसपछि सोध्नुहुन्छ कतिले, मैले देख्छु पनि क्या उहाँहरूलाई। अनि यो के हो, कसो हो, कसरी लाउने हो भन्नुहुन्छ है। अब तर यो बुझ्दै जाँदा म पनि यसरी बुझ्दै जाँदा के थाहा भयो भने यो त हाम्रै नेपालको हाम्रै माटोबाट निक्लेको चिज रहेछ झन् होइन। यसको दर्शन आध्यात्म सबै कुरा होइन भनौँ न। अनि नेपालसँग एकदम गहिरो सम्बन्ध क्या गोरखनाथको र गोरखनाथको दर्शनको विशेष गरी। यो सबै यसभित्रको ऐतिहासिक जुन संरचनाहरूलाई हेर्दाखेरि यस्तो महसुस हुन्छ कि म आफूलाई आफ्नो व्यक्तिगत कुरा चाहिँ यहाँ त पूर्व यो धेरै धेरै कति हामी जस्ता जन्म धेरै भइसन् क्यारे होइन। अनि अन्य कुनै अनगन्ती पिण्डहरूमध्येबाट यो चाहिँ हामी यहाँ यो कर्म गर्न मुक्त हुनलाई पाप कटिङ गर्नको लागि यहाँ पो प्रवेश भएका हौँ कि जस्तो लाग्ने। अनि यो थुप्रै 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 यी चाहिँ मठ मन्दिरहरू, यी पुरातत्व, यी पुरानो, यी ऐतिहासिक, यी कहिले कहिलेदेखिका यी कल्पना गर्न नसक्ने काठका यी मूर्तिहरू यी सबै बनेर बसेका देखिन्छन् नि। यो कहिले कसले बनाए यस्ता पनि थिए र अहिले त अर्कै युग भइसकेको छ, हामीले अनुभव गर्दैछौँ। यो त अन्य पहिला थुप्रै अनगिन्ती अगाडिको युगदेखि साँचिएर आएको संस्कृति फेरि धेरै पछि निकालेर पनि एक पुस्ता कैयौँ बितिसकेछन्, अनि हामी बल्ल यहाँ पैदा भएका हौँ कि। र यो गोरखनाथजी हाम्रो यहाँ चाहिँ यहाँ देखिनुहुन्छ नि, हाम्रो यहाँ अब यो शान्ति के अब हाम्रो चाहिँ यहाँको बाबा गोरख बाबा, अब उहाँले यस्तो ज्ञान एउटा प्राप्त गर्ने अवसर कसरी पाउनुभयो, त्यो अगाडि नै उहाँको चाहिँ जुन भावनाहरू या शैलीहरू टाँसिएको देखिन्छ नि लेखेर ठाउँ ठाउँमा, त्यसलाई विचार गरेर हेर्न लायक नै छ जस्तो महसुस लाग्छ। चाबेलदेखि आएको एक बहादुर बुढा थियो कि हजुर 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 धन्यवाद। भक्त हो जस्तो छ है भनेको। कस्तो बालकनाथ भनेको चाहिँ अब जस्तो उहाँको सेवा गर्दा गर्दै चाहिँ उहाँको त्यहाँनिर समाधि छ। ए भनेको के अरे उसको तपाईँको के अरे आदि के अरे नरहरिनाथ। हजुर हो, उहाँको नरहरिनाथको छ भोलि के कार्यक्रम? नरहरिनाथको होइन, यता बालकनाथ के अरे जस्तो उहाँको के भन्छ गोरखनाथको नै शिष्य के चेलाको चाहिँ पूजा छ। अनि जस्तो मैले क्वेसन, तपाईँ कहाँ, तपाईँ घर चाहिँ कहाँदेखि? सोलुखुम्बु है। अनि यो गोरखनाथको बारेमा कहिले थाहा पाउनु?
गोरखनाथको बारेमा चाहिँ म चाहिँ साधना गर्छु अलिअलि अनि उहाँले नै यहाँ सङ्केत दिनु भएर अनि साधना गर्न आउँछु म। ए हो भने तपाईँ साधना अहिले साधना गरिराख्नु हुन्छ कति वर्ष दिनुहुन्छ? म अहिले 12 वर्ष भयो यहाँ आएको चाहिँ आउनु थालेको चाहिँ होइन बाहिरै साधना गर्दा बाहिर साधना गरेको धेरै भयो त गोरखनाथको बारेमा थाहा पाएर गर्नु लागेको 12 वर्ष बढी भइसक्यो। ल दिदी मैले त्यहाँ किन धेरै अरू हाम्रो योगी शिशिरसँग पनि कुरा गरेँ अरूसँग पनि कुरा गरेँ होइन तर योगिनीहरू त्यहाँ बस्दैन नि खास एकजना आमा हुनुहुन्थ्यो कि होइन योगिनीहरू तल पशुपतिमा बस्नुहुन्छ होइन बढी? हजुर हजुर होइन त्यहाँ पनि बस्नु चाहिँ तर अब आफ्नो आफ्नो साधना तर अनि जस्तो तपाईँले दीक्षा पाएपछि त कानमा छेड्ने काम हुन्छ नि होइन अहिले कान छेडेको छ होइन यो त स्टेप अब आफ्नो साधना कहाँसम्म पुगेको छ त्यही अनुसार लिने हो कि अब त्यहाँसम्म म पुगेको छुइनँ। ए हो ल तपाईँको उसको लागि शुभकामना है। हजुर हजुर धन्यवाद। बेस्ट ठाउँ चाहिँ यो लाग्छ मलाई। 4 बजे बिहान 4 बजे दिउँसोको 4 बजे नि पेपर राम्रै छ होइन? बाँदरले हैरान गर्छ होला है? गर्छ त बाँदरको घरमा बाँदर नगरे कसले गर्छ? हो त उनीहरू त बस्ने अधिकार चाहियो बस्न पाउनु पर्यो होइन? हजुर हो त नि। अब कति वर्षको हुनुभयो? 70 वर्ष हुनुभयो है? अनि कति पशुपतिमा बसेको कति भयो त? 10 वर्ष। 10 वर्ष ठिक छ ल आमा ठिक छ जे होइन कर्म गर्नु भएको त्यही पुग्नु भयो होइन काम गरेर आफ्नो पनि सबैजना नमस्कार छ साँझको नमस्कार ल अब यहाँनेरि चाहिँ तपाईँको आरती सुरु हुने बेला भएको छ। यो आरती निकै नै फरक हुन्छ र विशेष हुन्छ हामीलाई सबैलाई थाहा भएको कुरा हो गोरखनाथ बाबा तन्त्र मन्त्रदेखि लिएर हठयोगदेखि लिएर हरेक कुरामा निकै नै फरक छ र उहाँको प्रक्रिया अब यो आरती प्रक्रियामा हामी सहभागी हुनेछौँ। खासमा तपाईँको के हुन्छ भने तपाईँको पहिला चाहिँ यहाँ आरती सुरु हुनुभन्दा अघि यहाँ चारैतिर बत्ती बालिन्छ हामी देख्न सक्छौँ चारैतिर बत्ती बालिन्छ जस्तो कि हजुरहरूले यता हेर्नुभयो भने भनेदेखि यहाँदेखि लिएर चारैतिर बत्ती बालिन्छ। मैले दिउँसो यही एङ्गलबाट फोटो खिचेको थिएँ यहाँनिर तपाईँले याद गर्नुभयो भने चाहिँ केही पनि थिएन अहिले चाहिँ यो साँझमा आएर यहाँनिर बत्ती बालियो र यसरी यहाँ देख्न सकिन्छ तपाईँतिर यो एङ्गलबाट हामी हेर्न सक्छौँ यसरी सायद बत्ती त्यति देखिएन होला र यो निकै नै पूजा चाहिँ खास यो एकदम गोप्य पूजा नै हुन्छ यो पूजालाई चाहिँ यसरी मतलब खास देखाइँदैन इभन तपाईँको मन्दिर पनि खुल्दैन त्यहाँनिर मन्दिर पनि खुल्दैन र हामी हेर्न सक्छौँ अहिले मन्दिर जहाँ भित्र जानुहुन्छ उहाँ पुजारी भित्र चाहिँ योगी भित्र छिरेपछि उहाँले चाहिँ तपाईँको मतलब अरूहरू छिर्न पाउँदैन यहाँभित्र अरू मान्छेहरू छिर्न पाइँदैन हामी देख्न सक्छौँ यो मेन द्वार यहाँनिर छ यहाँनिर अरू छिर्न पाइँदैन र यसैसँगै म तपाईँहरूलाई अब साँझको आरतीतिर लिएर जाने कोसिस गर्छु र यहाँनिर देख्न सकिन्छ किराँतेश्वर गोरखनाथ बाबा र यसैसँगै यता पनि हेर्न सक्यो हामीले यो मन्दिरलाई लाइटले निकै नै यो जब सुरु हुन्छ यहाँनिर पूजा सुरु हुने क्रममा निकै नै आकर्षक तरिकाले चाहिँ तपाईँको बत्तीहरू बल्छ त्रिशूल पनि देख्न सक्छौँ अब करिब करिब आरती सुरु हुने बेला भइसकेको छ र म भित्र जुन ध्वनिमा गएर बस्ने कोसिस गर्छु आरतीसँगै हामीले देख्न सक्छौँ उहाँले चारैतिर दियोहरू बालिसक्नु भयो अब भित्र छिर्नुभयो र लक गर्नुहुन्छ उहाँले त खुल्ला राख्नु हुँदैन त्यस्तै यहाँ मन्दिरमा छिरेपछि पनि उहाँ छिर्नुहुन्छ त्यसलाई लक गर्नुहुन्छ
हामीले भने जस्तै गोरखनाथको धार्मिक सांस्कृतिक ऐतिहासिक र हरेक हिसाबले तपाईको नेपालसँग भाषिक धार्मिक सांस्कृतिक हरेक हिसाबले जोडिएको छ र उहाँको हठयोग उहाँले प्रकृति र समयलाई बसमा गर्न सक्ने क्यापेसिटी अनि यस्ता धेरै कुराहरूले गर्दाखेरि गोरखनाथहरूको जुन गोरखनाथ मान्नेहरूको चाहिँ उनीहरूको तपाईको के छ भने एकदमै सेक्रेट गुप्त तरिकाले हरेक कुराहरू जस्तो कि अघोरीदेखि लिएर गोरखनाथहरूदेखि लिएर यो सबैले एकदमै सेक्रेट रूपमा चाहिँ आफ्नो प्र्याक्टिसेसहरू गरिरहेको हुन्छ। ओके, भिडियोलाई अन्तसम्म हेरिदिनु हुने सबैलाई धेरै धेरै धन्यवाद र भिडियोलाई मन पराइदिनु भयो भने च्यानललाई लाइक सब्सक्राइब र फलो पनि गरिदिनु होला है। च्यानललाई लाइक सब्सक्राइब र फलो पनि गरिदिनु होला है, मन पराइदिनु भयो भने। हस् त, अर्को त्यसैसँगै अर्को दिन अर्को कुनै एउटा नयाँ टपिक्समा हामी लिएर आउनेछौँ। यदि तपाईँहरूको कुनै रिकमेन्डेसन छ भने पनि तपाईँहरूले रिकमेन्ड गर्न सक्नुहुन्छ। हामीले त्यही अनुसार तयार गर्ने कोसिस गर्नेछु म।